22 को 12 पदमा। तब उनले भने, स्वर्गदूतले भने, तेरो हात त्यस केटामाथि नउठा र त्यसलाई केही नगर। अब मैले थाहा पाएँ तैँले परमेश्वरको भय मान्दो रहेछस्, किनकि तेरो एक मात्र छोरालाई पनि तैँले मबाट तैँले रोकेर राखेनस्। अब 16 मा परमप्रभु भन्नुहुन्छ, मैले आफ्नै नाउँमा शपथ खाएर भनेको छु कि तैँले यो काम गरेकोले र तेरो छोरो अर्थात् तेरो एउटै छोरालाई पनि मबाट नरोकेले म निश्चय नै तँलाई आशिष दिनेछु। आमेन। भन्नुको तात्पर्य अब यहाँनिर छ, एउटै छोरा, यो छोरा चाहिँ मरेपछि, यो छोरा मबाट टाढा भएपछि मरेपछि मेरो उत्तराधिकार पनि हुँदैन, मेरो वंश नै नाश हुन्छ। यो बाहेक यो त मेरो मुटुको टुक्रा, अझै ढुकढुकी नै हो, यो मेरो सबै थोक हो। यसलाई पनि एउटै छोरालाई पनि बलिदान दिन तैँले डर मानिरस्। तैँले यो बच्चालाई भन्दा मलाई बढी प्राथमिकता दियो, मलाई सबभन्दा बढी तैँले चाहिँ मान दियो, तैँले मलाई बढी भ्यालु दियो। मैले भनेको आज्ञालाई तैँले मानेको कारणले, तैँले एउटै छोरालाई पनि बाँकी नराखेको कारणले निश्चय नै तैँले सबभन्दा बढ्ता मलाई प्रेम गर्दो रहेछ। तेरो एउटै छोरा भन्दा पनि, तेरो सारा सम्पत्ति भन्दा पनि, तेरो सबै थोकभन्दा पहिलो नम्बरमा तिमीले मलाई अनि माया गर्दो रहेछ, मेरो कुरामा ध्यान दिँदो रहेछ, मलाई स्थान दिँदो रहेछ, तैँले पहिलो स्थान मलाई दिँदो रहेछ। मैले थाहा पाएँ अब म तँलाई आशिष दिनेछु। अब तेरा सन्तान यस्तो हुनेछ, उस्तो हुनेछ, तेरा चाहिँ सबै सम्पत्ति मानिन्छ हुनेछ। त्यो छोरालाई हानि नगर, तँलाई म त्यो छोरा पनि दिन्छु, त्यो छोरालाई पनि केही पनि हुँदैन, त्यही छोराबाट तेरो वंश हुन्छ यताउति भनेर चाहिँ परमेश्वरले यति आशिष बर्साइदिनुहुन्छ। आशिष बर्साउने कुरा मात्रै होइन, सन्तान पनि बढेको बढे। अब ध्यान दिएर सुन्नुहोस्, यहाँनिर म अलिकति इतिहासमा आउनु खोजेको। अब तपाईँलाई थाहा छ, एउटा रेकर्डले के भन्छ भने विश्वमा अहिले 6 देखि 7 अरब मान्छे छ। 6-7 अरब मानिसमा तपाईँलाई थाहा छ प्रभु येशू ख्रिस्टलाई भन्दा, अझै भन्नुपर्दा परमेश्वरलाई भन्दा पनि, बुझ्दै हुनुहुन्छ तपाईँले, प्रभु येशू ख्रिस्टलाई भन्दा पनि सबभन्दा बढी मान्ने, आदर गर्ने, फलो गर्ने चाहिँ अब्राहमलाई छ अरे क्या। बुझ्दै हुनुहुन्छ? अब्राहमलाई फलो गर्नेहरू चाहिँ मुस्लिमहरू पनि छ, क्रिस्चियनहरू पनि, मुस्लिमहरू पनि, सबै हिसाब गर्दाखेरि नि माई गुडनेस सबभन्दा अहिलेको मेजर पपुलेसन, धार्मिक रूपमा मेजर पपुलेसन चाहिँ कसको छ भनेदेखि क्रिस्चियनिटीको छ। यो क्रिस्चियनिटीमा पनि सबभन्दा बढ्ता जिजस क्राइस्टलाई भन्दा पनि बढ्ता अब्राहमलाई बढी पछि मतलब मान्छन् मान्छेले। किनभने मुस्लिमहरूले त जिजसलाई मान्दैनन्, अब्राहमलाई त मान्छ। फेरि अब्राहमलाई उनीहरूले मुस्लिमको पिता पुर्खा इस्माइललाई भन्छ, अनि इस्माइलको बाउ अब्राहम हो। फेरि इसाक, यो जो इसाक छ, यो अहिले जुन मार्न लागेको भने इसाक, त्यो इसाक चाहिँ फेरि क्रिस्चियनहरू चाहिँ त्यही इसाकको विश्वासको वंशबाट आएको भन्छ। एउटा इस्माइल इसाक दुइटै वर्गको वंशज भनेको कारण त्यो वंशजको उत्पत्ति अब्राहम। अनि त्यहाँबाट के प्रमाणित, अब्राहमको चाहिँ सम्पत्ति उसको जीवनकालसम्म त टनाटन भयो नै, तर अहिलेसम्म अब्राहम त जमानामा हजारौँ वर्ष पहिले नै बितिसकेर पनि कहाँ माटोमा मिलिसक्यो, तर पनि अब्राहमको नाम यति आशिषित र अब्राहमको सन्तानहरूबाट कति महाराजा, कति ठुल्ठुला शक्तिशाली व्यक्ति, दाउद राजादेखि लिएर होइन, सोलोमन राजादेखि लिएर ठुल्ठुला राजाहरू, मन्त्रीहरू, ठुल्ठुला धनीहरू सबै अब्राहमका वंशजका हो। यहुदीहरू, अहिले यहुदी छ नि, अहिलेको भाषामा भन्नुपर्दा ती एलन मस्कहरू, मार्क जुबरहरू, इन्स्टाग्राम जति पनि यो चाहिँ नि, अनि बिल गेट्सहरू, यी सबै यहुदीहरू त हो नि। यी यहुदीहरू भनेको सबै अब्राहमका सन्तानहरू। यिनका सन्तानले यति धेरै अनि सम्पत्ति र नाम इज्जत कमाउँदैन। परमेश्वरको वचन पुरा भइरहेछ त अहिले। परमेश्वरको वचन मेरो प्रिय, परमेश्वरको वचन भनेको चाहिँ तपाईँको जीवनकालसम्म मात्र होइन, तर तपाईँको जीवन सकिएपछि पनि पुस्तौँ पुस्तासम्म पनि तपाईँको सम्झना रहिरहन्छ।
तपाईँको इज्जत रहिरहन्छ भन्नु हो। त्यसै कारणले आजको यो वचन हो, हाम्रो जीवनमा नि हामीले परमेश्वरको वचन र परमेश्वरले सबभन्दा पहिलो स्थान दिनुपर्छ। पहिलो स्थान दिनुपर्छ। परमेश्वरभन्दा इम्पोर्टेन्ट कसैलाई पनि दिनु हुँदैन। न बिजनेसलाई, न नोकरीलाई, न आफैलाई, न आफ्नो बच्चालाई, न आफ्नो श्रीमान श्रीमतीलाई। सबभन्दा पहिलो प्राथमिकता। अझै मैले एकचोटि भने न आफ्नो बुवा आमालाई। मैले त्यो कुरा भन्दा मेरो बुवा आमा एकदम रिसाउनु भएको थियो पहिले। के अरे बाउआमा भन्दा नि तेरो परमेश्वर ठुलो। मैले जन्म दिने तर म जन्म दिने आमा भन्दा पनि बाउ भन्दा पनि तेरो परमेश्वर ठुलो, किनभने उहाँले परमेश्वरलाई चिन्नु भएको थिएन। अनि मैले हजुर ठुलो, किनभने तपाईँले तब मलाई जन्म दिन सक्नुभयो कि परमेश्वरले तपाईँको गर्भमा मलाई हालिदिनु हो। बुझ्दै हुनुहुन्छ? तपाईँलाई थाहा छ नि कतिपय मानिसहरू निसन्तान छ, किनभने परमेश्वरले गर्भमा हालिदिनु भएन, त्यहाँ भएर गर्भमा बच्चै भएन त। यो गर्भको फल त परमेश्वरको इनाम हो नि त। अब्राहम 100 वर्ष पुग्दा, सारा 90 वर्ष पुग्दा त्यो गर्भको पहिलो इनाम परमेश्वरले दिनुभयो। अनि त्यसलाई पनि परमेश्वरले अनि माग्नुभयो, त्यसलाई बलिदान दियो। यो यसरी क्या सेवकाईको लागि दे होइन के, मार। ओ माई गड, मार। त्यतिसम्म तयार के अब्राहम। अब मेरो कुरा आउँछ है, ए केटाकेटी 4 जना छ नि एकदम मेरो प्यारो, मेरो कान्छु मुटुका टुक्राहरू छन्। तर परमेश्वरले मलाई तेरो परिवार छान्ने कि मलाई छान्ने भन्यो भने मैले कसलाई छान्छु होला? परमेश्वरलाई छान्छु नि। किनभने म पहिले हे भक्तिज्यू पहिले म मात्रै थिएँ के, म मात्रै लालावाला खेलेर हुर्केर जवान भएर आएको। त्यसपछि परमेश्वरले मलाई जोडिदिनु भयो। यत्तिकै म त जोडीसहित जन्मेको त होइन, श्रीमतीसहित त आएको होइन। म त एक्लै थिएँ नि पहिले, फेरि श्रीमती आयो, श्रीमतीबाट 4 जना बच्चा आए। अनि मैले भनेपछि म जन्मिँदादेखि नै म कोसँग पहिले थिएँ भनेदेखि परमेश्वरसँग थिएँ नि त म त। त्यही भएर मेरो पहिलो प्राथमिकता परमेश्वर, दोस्रो प्राथमिकता परिवार, अनि तेस्रो प्राथमिकता बल्ल काम, बिजनेस र अन्य आशिष। बुझ्दै हुनुहुन्छ? त्यस कारणले यो कुरा बुझ्नुपर्छ। परमेश्वरले भन्दा कुनै पनि कुरालाई पहिलो स्थान नदिनु। है मैले 3 चोटि तपाईँहरूलाई वार्निङ गरेँ। किन मैले तपाईँहरूलाई बढी गाली गर्छु थाहा छ? किन मैले तपाईँहरूलाई बढी पाटपुट पिर्छु किन थाहा छ? मलाई मेरो छोराहरूले कपडा माग्यो, भात माग्यो, घुम्न माग्यो, यो माग्यो, कहिले पनि पिट्दिनँ मेरो बच्चालाई। तर रात नाको बेला, सङ्गतिको बेला डिस्टर्ब गर्यो, वचनमा इमान्दार भएन भने मेरो बच्चा होइन त्यो। परमेश्वरको वचन तोडेर जान्छ भने यस्ता पनि मेरो बच्चा हुन्छ, जसले परमेश्वरको राज्यको विरुद्धमा काम गर्छ, जसले परमेश्वरको सङ्गति र आराधनामा चाहिँ साथ दिँदैन। यस्ता पनि श्रीमती हुन्छ, यस्ता पनि बच्चा हुन्छ भन्ने मेरो प्रकाश हो। अब परमेश्वरले मलाई यो स्थानमा ल्याउनु भएको छ। म कुनै बाठो भएर, छट्टु भएर, खानदानी भएर आएको होइन यहाँ। एउटै कारणले परमेश्वरको वचन पालन गर, परमेश्वरलाई पहिलो स्थान राख। परमेश्वरलाई पहिलो स्थान बनायो भने बल्ल चाहिँ नि हाम्रा सबै कुराहरू बन्दै जान्छ, हाम्रा सबै कुरा मिल्दै जान्छ, बच्चाहरू पनि परमेश्वरको सुरक्षा आउँछ। त्यही भएर तिमीले एउटै छोरालाई पनि बाँकी नराखेको कारणले म तिमीलाई यति धेरै आशिष दिनेछु। आशिष पछि बल्ल आउँछ। अनि परमेश्वरले भन्दा अर्कै कुरालाई ध्यान दिन्छन्, अनि त्यसपछि आशिष दिनुहोस् प्रभु, हुन्छ? हुँदैन। यो कुरा क्लियर हुनु पर्यो, क्लियर हुनुपर्छ यो कुरा। यो कतिजना के भन्छ भने प्रभु प्रभु मलाई चाहिँ यो काम दिनुहोस् प्रभु, प्रभु मेरो चाहिँ नि अनि यो नोकरी लगाइदिनुहोस् प्रभु, प्रभु मलाई विदेशको भिजा बनाइदिनुहोस् प्रभु, प्रभु मलाई युके र अमेरिकाको भिजा बनाइदिनुहोस् प्रभु, प्रभु 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 भनेर प्रभुसँग घुँडा टेकेर माग्छन्। अनि भिजा प्रभुले दिनुभयो, काम प्रभुले दिनुभयो, अनि सबै बिजनेस प्रभुले राम्रो बनाइदिनु भयो। अनि के गर्छन् फेरि? प्रभुलाई त पिर देखाइदिन्छन्, अनि काम अमेरिका पैसा परमेश्वरले त ढाड फर्काइदिने। फेरि त्यो गर्यो अनि फ्याट्राक्क फेरि के घटना हुन्छ, अनि हात लाग्यो 0 फेरि अलपत्र। अनि त्यसपछि फेरि फर्केर प्रभु मलाई चाहिँ नि समस्या भयो प्रभु, ल्या फेरि रुने। कतिसम्म क्लियर गर्छ त? हामीले धेरैचोटि आशिष माग्छौँ, आशिष भएपछि
आशिष दातालाई भुलिदिन्छौँ हामी। तर अब्राहमले के गर्यो? छोरा माग्नु अरे अब्राहमले परमेश्वरले छोरा दिनुभयो, फेरि छोरालाई फिर्ता माग्नुभयो। तपाईँले दिनुभएको तपाईँ लैजानुहोस्, ठिक छ, ओके, नो प्रब्लम। प्रभु मेरो लागि तपाईँ पहिलो हो, यो इसाक मेरो लागि पहिलो होइन, तपाईँ हो मेरो लागि पहिलो। यो कुरा हो नि त मेरो प्रियहरू।